तिमीहरूलाई कसरी ठोक्दा मजा आउँछ मेरो गर्लफ्रेन्डमाथि आँखा लाउने तँको होस् अनि सर भन्नुहोस् तपाईँको हालखबर के छ त नेपाललाई अब अमेरिका जस्तो बनाउन के गर्नुपर्छ नेपाललाई अमेरिका जस्तो काहे बनाउँछस् रे नेपाललाई किन अमेरिका जस्तो बनाउँछस् रे अमेरिकालाई नेपाल जस्तो किन बनाउँदैनस् रे अब कस्तो फोन दिउँदो रह्यो नेपालमा यो खोल त ह्यान्डसम खोल तँलाई 24 घण्टा फोन हेर्नुपर्छ भने के छ के हो भाइ त्यसको मतलब यसरी निहाकेर यसरी चाहिँ यसरी थाहा छ हौ मलाई त्यो निहाकेर चाहिँ त्यो अलिक नेगेटिभ साइडतिर हुन्छ थाहा छ यो गाइजहरूलाई एकदमै रमाइलो छ कस्तो मजाले यसो गरिदिन्थ्यो च्याप्पै छ तिमीहरूलाई कसरी ठोक्दा मजा आउँछ होइन होइन यता 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 अब हामीले नसिकेको कुरा सिकियो वी आर भेरी ह्याप्पी फर दिस होइन तपाईँहरू चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ हाम्रो एकजना साथी छ उहाँलाई चाहिँ होइन एकदम यस्तो दामी इन्टरभ्यू लिन गइरहेको छु कि गाई चाहिँ होइन तपाईँहरू सुनेर पनि लोटपोट हुनुहुन्छ क्या होइन ल पब्लिक जस्तो बन्नलाई के गर्नुपर्छ जस्तो भन्नलाई के गर्नुपर्छ के गर्नुपर्छ त्यो त ओभर एक्टिङ भयो सोल्टी अरू चाहिँ गरौँ न अरू अरू केही कुरा गरौँ न के गरे के गरे सो गाइज होइन उसलाई चाहिँ देख्न सक्नुहुन्छ हाम्रो नेपालको नम्बर 1 इसारामा चाहिँ यस्तो यस्तो गर्दै गर्ने साथी है तपाईँहरूलाई चाहिँ थाहा छैन भने चाहिँ उहाँसँग सोध्नु सक्नुहुन्छ ल इसारामा कुरा गर्नु चाहिँ कस्तो कस्तो हात हल्लाउँदा चाहिँ कस्तो हुन्छ त तपाईँहरूले चाहिँ देखिसक्नुभयो हाम्रो साथीहरू होला क्रियाकलाप है त्यो सबै देखेर चाहिँ तपाईँहरू नहाँस्नु होला कमेन्ट र लाइक सेयर चाहिँ गरिदिनु। सो हामी चाहिँ तिनजना भेट भएको छ आज फाइनल डे है हाम्रो साथी चाहिँ अनि भोलि छुट्टीमा जानु आँटेको छ तिनजना छौँ सो है यो चाहिँ एकदम मिस यु अनि एन्ड राम्रो पल पनि रहेको छ हाम्रो साथीहरू त्यही भएर यो चाहिँ जानु आँटेको छ यो होइन यो खुरुन्दे अनि यो चाहिँ यही बसिरहेको थियो अनि म चाहिँ भिडियो बनाउँदैछु होइन त ल माथि रोमणीको गएर भात खान्छु अन्त लु खाँदा रोमणीको भात सब्जी नै छैन हुन्छ अनि हुँदा उसले भात खाँदा पो हुन्छ त्यो नि के खान्छ अन्डा चौका खान्छ पैसा खर्च नभए